यहाँ चाहिँ एकदमै पूजाको लागि डेकोरेसन हुँदैछ हेर्नु सक्नुहुन्छ तपाईहरुले हैन हाम्रो चाहिँ राति डेकोरेसन हुँदैछ आज चाहिँ अनि यता हुनुहुन्छ हाम्रो आफन्तजनहरू सम्पूर्ण भेला हुनु भएको छ अझै बाँकी नै हुनुहुन्छ हाम्रो आफन्तजनहरू हैन अनि यस्तो माथि तिरपल राखेर पानी पर्छ भनेर हाम्रो चाहिँ के को पूजा भन्नुहुन्छ भने पञ्चौली पूजा है साथीहरु हेलो गाइस वेलकम एन्ड वेलकम ब्याक टु आवर न्यू भिडियो एन्ड न्यू च्यानल हजुरहरुलाई धेरै समयपछि म सम्झेर फेरि नयाँ भिडियो स्टार्ट गरेको छु हैन किनभने अब मलाई बोल्ने बानी पनि हटिसक्यो त्यही भएर म खासै बोल्नु पनि जान्न छोड्यो होला अनि हैन अनि मैले चाहिँ आज किन भिडियो बनाउने निर्णय गरेँ भने अब दसैँ आयो दसैँ आज फुलपाती हो दसैँको त्यही पनि आज हाम्रोमा पञ्चौली पूजा पञ्चौली भनेको 5 वटा जनावर काट्नु पर्ने पूजा थियो अनि हैन त्यसो हुँदाखेरि मलाई चाहिँ यसो भिडियो बनाऊ कि जसो जोस आयो अनि त्यही भएर मैले चाहिँ भिडियो स्टार्ट गर्दैछु आज बिहानी पाखा मेरो प्यारो छतबाट हैन अनि अर्को आइडीमा हाम्रो रिमुभ भयो हजुरलाई कतिलाई थाहा छ पनि होला थाहा छैन पनि होला थाहा छैन भने हाम्रो अर्को आइडी चाहिँ रिमुभ भयो कतिजनाले सर्च गरेर हेर्नुहुन्छ होला तर त्यो आइडी आउँदैन त्यसको साटो नयाँ आइडी आउँछ त्यसलाई सबैले फेरि माया गरेर पहिलाकै अवस्थामा पुर्याइदिनु हुन धेरै धेरै अनुरोध गर्दछु हाम्रो पहिलाको आइडी चाहिँ किन त्यस्तो भयो भन्ने कुरा चाहिँ आज म अलिकति भन्न चाहन्छु किनभने त्यो आइडीमा चाहिँ एज सानो भएको रहेछ हैन अब एक्ज्याक्टली हामीलाई पनि त्यो युट्युबको बारेमा सबै कहाँ थाहा हुन्छ थाहा थिएन हैन युट्युबको बारेमा हामीले धेरै जानकारी पनि पाएको थिएनौं र त्यो एज सानो भयो भने ब्यान्ड हुँदो रहेछ भनेर सबैले जानकारी पाउनु होला हजुरहरुको पनि एज सानो छ भने बनाइहाल्नु होला अहिले नै रिमुभ हुन सक्छ अलिक धेरै भएपछि हैन सुरुमा केही हुँदैन रहेछ पछाडी डाइरेक्ट रिमुभ हुँदो रहेछ भिडियो पोस्ट गर्दाखेरि एकदमै रिमुभ भएर त्यति बेलाको आँसु मलाई सम्झिनै मन लाग्यो त्यति बेला कति आँसु बग्यो होला कति मेहनतको फल बग्यो होला त्यो त जब आफ्नो मेहनत गर्दा गर्दा लक्ष्यमा पुग्नु लागेको मान्छे मुनि झर्दाखेरि कस्तो होला त्यो एकदमै त्यो समयमा नराम्रै लाग्यो हैन अब जे हुनु भइगयो अब त्यो हामीले बिर्सेर फेरि मैले नयाँ च्यानलबाट भिडियो स्टार्ट गरेँ अब दसैँ लाग्यो भाकाउ पनि गइहालिन्छ भनेर यसो भिडियो स्टार्ट गरिराख्नु पर्यो भनेर भिडियो स्टार्ट गरेको साथीहरु हिजो राति पनि मैले थोरै बनाएको थिएँ त्यो चाहिँ अगाडि म एड गरिदिन्छु हेर्नु होला अनि हैन आज पनि थोरै देखाउँछु हेरेर माया गरिदिनु होला फेरि पहिलाको जस्तै सबैले माया गरिदिनु होला पुराना साथीहरुले फेरि यो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला अगाडि बढाउने कोसिस गरिदिनु होला यही छ कामना अनि हजुरहरुलाई पनि फुलपातीको धेरै धेरै शुभकामना भन्दै आजको भिडियो सुरु गरे है त साथीहरु मेरो छतबाट अनि सबैले लाइक कमेन्ट शेयर गर्न चाहिँ अवश्य नभुल्नु होला हजुरहरुलाई पनि म लाइक कमेन्ट शेयर गर्न भ्याए भने गरिदिन्छु नै अवश्य सब्स्क्राइब त गरिदिन्छु नै अनि फुल वाच पनि गरिदिन्छु भ्याए भने हैन अब पहिलाको जस्तो त का एक्टिभ हुन्छ हैन अलिक एनर्जी लस भएको छ अब यो धेरै समयपछि गर्दाखेरि त्यही भएर अब बोली चाली नराम्रो भए पनि राम्रो मानेर हेरिदिनु होला भन्दै भिडियो स्टार्ट गरे है त साथीहरु आज बेलटारको मौसम त्यो बोल्नु न पञ्चौली पूजा हाम्रो आज माझामा हो त्यहाँ भव्य र सभ्य रूपमा भइरहेको छ भिडियो गर्ने हाम्रो सफलता राई अनि हाम्रो पूजा सक्सेस होस् राम्रो होस् सोचेको पुगोस् यति नै हो गोपुङबाट आउनु भएको छ साइल दाई यस्तो देखाउनु साइल दाई अम्बासी फतेपुरबाट जय दाई रामजी दाई अनि
इन्द्र राई शेखर इन्द्रशेखर कान्छो बोपुङबाट शेखर साइला यहाँ छ हाम्रो खसी बोका है बोका यहाँ छ हाम्रो बोका अनि यता हुनुहुन्छ आफन्तजनहरू आफ्नो आफ्नो तालमा अब धुप्लाउनु तयार हो ल दाजु सुरु गरौँ हाम्रो चाहिँ यहाँ 2082 साल 6 महिना 13 गते पूजा सुरु भइसक्यो यो हाम्रो अब यहाँनिर रागा ढाल्नुलाई तयारी हुँदैछ काटेको चाहिँ म देखाउन चाहन्न म पनि हेर्न चाहन्न धेरै पछि मेनु दादा एकदम हाम्रो भिडियोमा एकदमै खोलिरहनु भएको छ बच्चाले हेरे जस्तै हेर्नु मेरो प्यारो बेलटारको मौसम यता हरियाली धानहरू दसैँ आयो है साथीहरू दसैँलाई कसरी बोलाउने अब अझै नजिक आऊ भने यहाँ म भुइँमा देखाइदिन्छु है मेरो प्यारी दिदी कुखुरा चिरफार गर्दैछु यो चाहिँ हाम्रो घरमा आउनुभएका नाताहरू यसरी चिसो चासो पिउनु हुँदैछ गफगाफमा हुनुहुन्छ हाम्रो काका बडा अङ्कलदेखि सबै हुनुहुन्छ यहाँनिर आफ्नो आफ्नो धुनमा गफ गर्नुहुँदैछ आफ्नो गफ हुँदैछ भने यता महिलासँग भिडियो नगर्नु किन गरेको होइन ऊ आशा र ऊ आउनु बाँकी छ शर्मिला होइन यहाँदेखि बुझ्नुहुन्न नि त कुराहरू बोल्नु पर्यो यहाँ बोल्दामा गल्ती भयो भने क्षमा याचना माग्दै एकछिन पुगाउनु पर्छ है किनभने आज यहाँ हाम्रो छोरी ज्वाइँको पहिलादेखि बुझ्नुहुन्न नि त होइन के भनेको नबुझ्नेलाई त गाह्रो हुन्छ नि त जेठाजुको पालो चाहिँ आन्यौँदाका सम्पूर्ण मात्र पूजाहरू सबै दादा निम्तालु निम्तो गरेका सबै यहाँहरूलाई उपस्थित भइदिनु भयो अनि यहाँनिर पकाइ तुलाई पुरै होइन गरिदिनु भयो सबै आउने जाने यत्रो सघाउनु भएकोमा हामी धेरै आभारी छौँ धेरै आभारी छौँ यहाँलाई पनि के भनेदेखि तपाईँहरूको यति काम गर्नु भएको हुनुहोस् सिरी तल नसरी माथि नै होस् यस्तै राम्रो शुभ कार्यमा तपाईँहरूको श्री चाहिँ हिमाचली जस्तै भन्दै यतिमै म चाहिँ मेरो वक्तव्य यिनै के भने वक्तव्य यतिमै समाप्त गर्दैछु कसलाई दिनु मन लाग्दैछ उपचार गर्नु होला मेरो दाजुले अब तपाईँको बेला उहाँले भन्नुभयो बुझिसक्नु भयो मिठो गरी भन्नुहोस् न भिडियो हुँदैछ
मतलब युवा ताओ मतलब पंचवाली नियो छेबेला हुनु त मको मिनगे दिदी त पारेला पागे खारे करो मै हो कामकाची मोगे हो मोगे हुँदाखेरि अब उता भाइ बुहारी चिया उता मलाई देनी भाकाला मचु हेदा ओको मतलब भाकाला पुऱ्याउ लागि युवा खोप्ता चिया हेदा ओको फेरि देनी निता ओको मलाई काम मलाई कामानी छेबे कामानी छ पारिबेन देखायां मोको मला ओको साबा ची तयुङ हे के मला ओको मला जम्मा खोप्ता कामा चामा दुङमा तमुम तथा सुमकी फोनो साय मला Korabala. Gan di cemang. Gan di cemang hazır. Gan di cemang. Haranin. Mo chetku saba ay mala to pani ki. Hai manglo oko ankau deni anko mala man deni mum oholake. Men. Aku jauh konosa. Chetku saba ci toyungin tathain ki osa khonosa oko anko nang mukut tay खोजी माया आनका छुप्छमा आनका हाम्रो हात पनि पोलेको छैन हाम्रो खुट्टाहरु पनि दुखेको छैन वाकी खन किन न हाम्रो जसो तसो जहिले जसो तसो नि Hanarin matang de chetku saba matang lo de che kama khopne Hanarin to yungin to daktin kinan ha oda o bala bhai buhari chia mame what inga han amno justo English hanisha amno malo dhangmao एउटा हाम्रो छोक हत्ता हाम्रो हामी पनि खुसी दाजु मेन यहाँ दाइ दिदीहरु यस्तो फुवा हाम्रो गायो बिगर नि सहला तर ओदा सधैँ भरि यसरी हामीले तपाईहरुलाई सहयोग गर्नु पाऊ यसरी तपाईहरुको राज्यमा हामी सामेल हुनु पाऊ हैन अनि धन्यवाद एकदम हाम्रो त त्यस्तै दाजु फेरि पानी माग्नु नो टोलो दा वा इगे खानानिन छे छेकुमाची भेलालिस छेकुमाची भेलालिसिन किन न अनुवा असदा भेलालिसिन कि वानी कार्यक्रम मुन्ने है चिया खारा हैन म अब दिनु बाँकी नै छ हजुर ए हुन्छ हो यो त एकजना सिरियालै धेरै धन्यवाद हाम्रो सिउ गाइदिनु भएकोमा हजुर तपाईँहरूले जीवनको भागल गर्नु भएको पुरा होस् राम्रो होस् सबल होस् शर्मिला दिदी कोही थप्ने यति नै है तेरो सबै सबैजनाको शिर उभियो होला होइन उहाँहरु पनि उभियो नि अब उहाँहरुको पनि झन् माथि यो त नि हामी त्यहाँ